Hello, good morning. Tired भयो के हामी चाहिँ यहाँबाट आज उता तुप्चेसर जाँदैछौँ उता मेरो साथीहरूसँग त्यसपछि खै को हुन्छ अनि आज छ मसँग डुक 200 BS6 यसको पिकअप खतरा छ कि पिकअप चाहिँ यस्तो खालमा 3 गियरमा तानिदिन्छ नि आहा यो चाहिँ सर्टकट बाटो हो कि हे निस्किन सजिलो हुन्छ राइट निस्किने हो निस्क्यो नि त अब त्यस्तो केही नि देख्दैन म किन अनि ग्लोभ्स त लगाऊ न ग्लोभ्स त लगाऊ न अनि किन बोक्नु त नलाउनु भयो ए ब्रस ब्रस मैले पनि बोकेको छैन वहाँ जानुपर्छ होस् ब्यागमै थियो त अघि देऊ देऊ केटालाई ब्रस लानुभयो नि नखाने हो बिहान बिहान केही नि अब यो माउन्ट अनि तिमी कसको बाइकको पछाडि जान्छौ कसको पछाडि जान्छौ म चाहिँ सिङ्गल होला सोचिरहेको थिएँ ठिक छ केटाहरू आइस्यो अनि कति बज्यो 9 ट्याक्कै बजिस्यो टोखा निस्किनु भनेपछि कहाँबाट जाने यत्तिकै सकियोस् अर्को पनि छ ब्याट्री अनि कहाँबाट निस्किनु त टोखा जालपा चोक भनेपछि ए ए ए थाहा भयो त्यो धापासी हुँदै ए ए खै म गएँ नि त्यो बाटो त छैन होला
किन बस न बोक अन्त खासै बाइक चलाउनु चाहिँ मलाई आउँदैन होइन हात बसिसकेको छैन कि यो बाइकमा अरू जस्तो सजिलो छैन नि त यो लोकतान्त्रिक चोक आइपुग्यो यहाँ होइन त्यो अस्ति नै लगाउने गफ छ नि कस्तो फ्लेक्सिबलै हुँदैन भने नयाँ किनौँ कि सोचिरहेको छु एउटा मनोजको छ नि त्यस्तै एउटा नयाँ ग्लभ्स किनौँ कि सोचिरहेको यिनी लेफ्टै जान्न हो सिधै होइन सिधै सक्यो नि तिमी छौ त एक लाइन छ जम्मा एक लाइन छ कि होस् न सक्यो भने तिमीलाई राख्न गाउँछु पेट्रोल पम्पमा 500 को त्यति हाल्दियो न 500 को हाल्यो पुग्छ 500 धेरै पनि चाहिँदैन 500 को भए जान आउनु पुग्छ होला नि जान आउनु 500 ले माथि हैन हर्न नि बज्दैन हो टाइममा एट जे भने पिकअप चाहिँ दामी छ कि बाइकको आहा एकचोटि यता चिया खान आएको थिएँ नि तिमी र म कि यहाँ डाँडामा कोसँग आएको त म ए होइन विवेकसँग हो यहीँ हो चिया खाने ठाउँ भन्थ्यो कि विवेकसँग आएको थिएँ म यहाँ दामी चिया खाने ठाउँ हो भन्थ्यो यो त यस्तो प्याक थियो त्यो दिन जे पनि बाटो थाहा नभए नि आइयो हो बाटो थाहा छैन नि त यताको त्यही नै आइयो कि यो बाइकको पिकअप चाहिँ दामी छ कि
प्रितम आइपुग्यो नलाई बस्दै गर्नु 2 मिनटलाई आइपुग्यो यता कि उता यहाँ थाहा होला नि छ It's कहाँ जाने अगाडि गएर बस 52 को मलाई यसको टर्निङ भन्दा नि यस्तोमा रोक्छ नि हैन घुमाउन चाहिँ हेभी हुन्छ हैन एक्सिलेटर ठ्याक्कै स्टार्ट बन्द भइगयो भने त गडिगयो के कहाँ तल मेरो साथी है छक्कै चिडिसक्यो मेरो साथी है यो एमटी को छ नि यो बाइक भन्दा नि अर्को कलरको बाइक चाहिँ दामी छ के अर्को कलरको त्यो ब्लूमा छ नि त्यो चाहिँ दामी लाग्छ मलाई ब्ल्याक मन पर्छ हेर न हेलमेट सब ब्ल्याक छ पुरै त्यही हो तिमीले भने हेलमेट 40,000 को 45,000 को मुझे भाइ यो उसको होला नि त कार्बनको होला नि त दामी अफिसर राख्छन् कभर सभर लाएर राख्छन् मुझे भाइले मेरो नि हेलमेट कम छैन हो यो त 3500 को 3500 कति रे 3500 अनि त घरमा भएको चाहिँ 3500 को 1000 भन्दै नि अलि 10,000 त मसँग भएको थियो केवाइटी चाहिँ हैन त ब्रान्डै हराइसक्यो हैन 15,000 त डट सर्टिफाइड नै हुन्छ यहाँ पेट्रोल पम्प अगाडि रोक न किन के हाल्ला भनेर ए एकदम पेट्रोल हाल्नु पर्दैन यहाँ अगाडि छ त मगाइ नि राखिदिन्छौ कि के पेट्रोल पैसै छैन लानु त्यसो भए जति पुग्छ पुग्छ है त जति पुग्छ जति पुग्छ पुग्छ छोडिदिउँ न त्यसरी कहाँ हुन्छ के मिटर बिग्रिया त हैन नि थाहा छैन केही नभए 2-3 लिटर पेट्रोल छ त्यति हो पुग्दैन नि त्यतिले जति पुग्छ जति पुग्छ पुग्छ हेरौँ न हुन्न ब्यागमा हालेर ल्याएर छैन ब्यागा कहाँ हुनु यतो भयो ब्यागा कहाँ आउँछ अनुमानमा कति चाहिन्छ अनुमानमा आउनु जान हामीलाई पेट्रोल के खै यार यो बाइकमा त अन्दाज गर्नै सक्दैन नि किनभने 1000 को त मिनिमम चाहिहाल्यो नि यहाँ साइडमा रोक ल पेट्रोल हाल्ने भने हो पेट्रोल पम्प भने
पेट्रोल हाल्नु पर्छ पर्दैन यही हो क्या पेट्रोल पम्पमा पेट्रोल छ नि दाइ जाने हामी पनि हाल्ने हो तिमी हाल्ने हो नै नहाल्ने मुझे छ भने हेर न पहिला म यो ठाउँमा अस्ति नै एक्सिडेन्ट भएको थियो नि एउटा कस्तो मिठो भएको थियो कि एक्सिडेन्ट मिठो हुन्छ मुझे मिठो भन्दा नि नमजाको यहाँ होइन यहाँ अगाडि चाहिँ हो क्या अरे यहाँ टर्निङ छ नि त यहाँ हो कस्तो भयानक भन्ने हुन्छ नि त मिठो होइन भयानक हुन्छ नि त एउटा भयानक हुन्छ एउटा दर्दनाक हुन्छ डेडली हुन्छ जहिले अँ एक्सिडेन्ट जहिले डेडली नै हुन्छ भिनाजुको गाडी हाम्रो भिनाजुको गाडी के अँ नै चलाइरहेको भिनाजु भने त भिनाजुको दाइको गाडी के अँ ड्याम हुँदै आउने हो त धाप ड्याम हुँदै अँ फेरि तिमीबाट त सजिलो छ नि धाप ड्याम जानु नि धाप ड्याम जानु नि सजिलो छ नि यस्तो हुन्छ त्यहाँबाट गयो भने धाप ड्याम हुँदै चाहिँ सुन्दरबिज ननिस्किने त्यहाँबाट नगरकोट निस्किनु पायो भने चाहिँ दामी हुन्छ त म लास्ट टाइम एकचोटि गएको थिएँ कि होइन म त्यो खुट्टा भाँचेको थिएँ त मैले एकचोटि त्यो तिम्रो घर हुँदै माथि धाप ड्याम निस्किन्छ होइन धाप ड्यामबाट उता नगरकोट निस्किने बाटो हो कि जसिङ पौवा हुँदै निस्किन्छ नि त्यही गरौँ त त्यो जुन धाप ड्यामको त्यो यता आउने बाटो उता जाने बाटो हो नि उताबाट गयो भने जसिङ पौवा निस्किन्छ नि त ठाउँ चाहिँ भगाउ छ क्या एकचोटि म पुगेको थिएँ यस्तो नि त बाइक सबैको स्पोर्टी छ अनि बाटो कतिको अफोर्ड छ थाहा छैन नि त यो त पहिला चाहिँ जस त्यही माथि यो डुक भयो त्यो एमटी भयो त्यो एसिड भयो क्लियरेन्स कुनै पनि छैन समस्या त्यहाँ हो होइन उता जाने हो भने फिक्स खान होइन नभए त पेट्रोल चाहियो नि त पेट्रोल पुग्दैन अहिले त 2 लाइनमा देखाइछु सुन्यो 2 लाइनमा देखाइछु अहिले त मिठो देखा छैन दाइ मौसम हो नि त अब झन् 80 भन्दा बढी हुनु पर्ने थाहा भइसक्यो नि पुरै देखिन्छ दाइ च्याउ लाइन भने होइन ए त्यसो भए त के उयो न म त मसरुमको तरकारी खाने है होइन नभए त्यहाँ अट्छ मसरुम छोइवा त दामी हुन्छ नि हामी त बचाउनु पर्ने लाग्छ हामी त बचाउनु पर्ने लाग्छ त होइन यस्तो हो न्युटन अफर हिँड्दा नि ब्रेकिङ खासै काम गर्दैन नि त नबटार्दा त खासै त्यस्तो किन के साइड लाइट भए कि केटाहरू अगाडि छ भने दाइ हो अगाडि दाइ छोडिदिउँ न एकछिन छोडिदिउँ न त्यतिकै दाइ किनभने पछाडि वाहन बिस्तारै हिँड्छ नि त अगाडि नि त हामीले देखाइन भन्छ दाइले असल भन्दा नि यस्तो ठाउँमा हर्न चाहिन्छ कि डिस्प्ले नभएपछि डिस्प्ले छोड्न नि
अब के हो त्यो ब्याट्री सकिएर अनि डर होइन अब नआउँदैछ यस्तो क्या मान्छे तसिन्छ नि हिँड्नु हिँड्नु एउटै त हो नि बाटो एउटै हो नि सानो बाटो टाढा थियो कि म अगाडि गएँ भने कोही आउँदैनन् हो पछाडि बाइक केही बाइक छैन यसो यसो कुनै त गयो त सब न्युटनमा हिँडेको खान के हो दुईजना सँगसँगै आउनु गरौँ न आज दुधेश्वर जाउँ बेलुका तिम्रोमा बसौँ यताउता हुन्छ भोलि त्यहीँबाट धापड्याम निस्क्यौँ अनि त्यहाँबाट सबैजना भयो भने जसिङ पौवा हुँदै निस्क्यौँ जसिङ पौवा हुँदै नगरकोट निस्किँदै एकाउन्ट ठ्याक्कै हुन्छ होइन मजा आउँछ आउन चाहिँ अफरोड पनि छ अनरोड नि छ होइन दामी हुन्छ बाटो जस म्याक्सिमम् त मलाई थाहा छ एकै चाहिँ आँटा आउँदैन होइन दुई चारजना भयो भने सकिन्छ पछाडि हुन्छ त्यही हो बाइक ड्यामेज हुनु भएन गर्नु भएन बाँकी भने सकिहालिन्छ नि सबैभन्दा तिमीभन्दा सिनियर है के हो हामी तिनजना एउटै ब्याच अमृत चाहिँ वर्षमा चाहिँ धेरै ठुलो भइसक्यो 27-28 वर्ष भइसक्यो अमृत अमृत भने त्यो च्याना खाने गीत नि खतरा गाउँछ अनि प्रितम चाहिँ प्रितम त मभन्दा सानो हो हामी उत्रो प्रितम त सुरेश दाई त अब धेरै सिनियर ऊ अब सिनियर इन्सपेक्टर भइसक्यो मान्छे ए भइगयो नि पहिला गोवा काम गरेर आइसक्यो क्या दाई चाहिँ भनेपछि दाइको तलब त दामी छ तलब हुन्छ टन्ने यार ए 80,000 महिनाको
के चाहियो हमे 80,000 हुन्छ 25,000 त दाइले मन्थली त्यो सिआइटीमा सेभिङै हाल्छ ए पुगिगयो नि दाइको स्यालेरी भन्दा नि त्यो अझ प्यासिभ इन्कम धेरै छ क्या अझै प्यासिभ जस्तै त्यो अब सेयरबाट भयो रेस्टुरेन्टहरूको भयो यस्तोबाट धेरै आउँछ क्या दाइले जस दाइको सङ्गत गर्ने मान्छे चाहिँ जे सङ्गत गर्ने खालको मान्छे होइ छ दाइ एकदम त्यो के भन्छ एकदम बिजनेस माइन्डेड मान्छे क्या यस्तो गर भनिरहन्छ ठिक हो हामी चाहिँ यता दुधेश्वर जाने बाटो आइसकेका छौँ मान्छेहरू टन्नै छन् जस्तो मान्छेहरू टन्नै छन् पूजा जाने अगाडि देख्न सक्नुहुन्छ यहाँ छन् अगाडि छन् यहाँबाट कति टाढा छ खै थाहा छैन मनी गएको छैन पहिलोचोटि हो त बाटो चाहिँ दामी हो चाहिँ यहाँ चाहिँ त्यो जस्तो जाने बाटो यति मजाले बनिसिया भएछ कि प्लिज अघि त्यहाँबाट दुईवटा बाटो थियो यहाँ जोडिन्छ जस्तो त्यो बाटो चाहिँ आहा अनि आज यता दुप्चेश्वर हो त्यसपछि बेलुका साथीको रुमतिर बसिन्छ त्यसपछि भोलि त्यहाँबाट हुँदै रेते हुँदै त्यहाँबाट माथि के अरे धापड्याम हुँदै त्यसपछि धापड्यामबाट हुँदै मिल्यो भने जसिङपौवा हुँदै उता नगरकोटबाट निस्किन्छौँ भोलि अनि त्यसपछि हाम्रो ट्रिप सकिन्छ खासमा उता जाने चाहिँ सोचेको थिएन उता धापड्यामतिर अब यहाँ आइसिसी केटाहरू पनि अब क्यासिनोमा काम गर्ने छुट्टी रहेछ जोस् 3-4 दिन अब जाउँ त भोलि नै यसो घुमौँ अब भोलि बेलुकातिर काठमाडौँ पसाउँला भन्ने जस्तो भनेपछि अब मलाई पनि हुन्छ भने मलाई पनि अब यसो भिडियो बनाउनु हुन्छ त्यो ठाउँ धेरै भो नगएको पनि ठिक छ जोस् त्यति भए भइहाल्यो नि तर बाटो दामी बनाएको छु वाउ जस ठाउँ चाहिँ वाइड दामी छ पिच पनि त्यस्तै भिडियो बनाउँदाखेरि पछाडि केटाहरू बाटो पनि सही छ छन् चाहिँ बाटो पनि सही छ कि हामी अगाडि हिँड त ल भिडियो बनाइदेऊ कता राइट त्यहाँ लेखिरहेको छ 15 किलोमिटर अब 16 किलोमिटर आएछ ए अनि भने अनि अब ओभरटेक गरेर बाइकको भिडियो आउँछ यस्तो ठाउँमा कहाँबाट ओभरटेक गर्ने नि यहीँ हन नबजाउनु भने दिदीहरूको जग्गामा बनायो भन्छ क्या यतै हो कि यतै हो कि यहाँ अलि अगाडि छ बोर्ड चाहिँ देखाए है यो स्कुल ए यहाँ स्कुल जग्गामा
यो दुप्चेश्वरको दुप्चेश्वर बिएल फ्यामिली रिजोर्ट दादी भ्यू एकाडेमी नि दादी भ्यू रिजोर्ट हुन्थ्यो यही गरौँ दिदीको बे भएको थियो भागवत लाग्यो भागवत ए भागवत सासु यही हो सासुआमा त्यस्तै खालको खाना अर्को चाहिँ पर्यो मैले ठ्याक्कै सासुआमा भनिदियो अब छोरीले गर्दा होला मेरो कसलाई सासु आमा भने तिम्रो निशा दिदी भने निशा दिदी के कुन दिदी भने मेरो सुनिता दिदी भनेको चाहिँ ए बे भइसक्यो दिदी त्यो उसमा भयो होइन जापानमा ठिक छ त अब यहाँ माथि हाइड्रो पावर छ यहाँ 7 विषयमा 7 विषय यता पो है 7 विषय यतै पो है अलि माथि अझ माथि हो हो जोइन्ट ठाउँ चाहिँ मजाको हो ओइ के भयो फाल्टो नदेखेको रहेछ नदेखेँ कि खाल्टो थियो बिच्चा खाल्टो थियो मात्रै पऱ्यो मैले त देखाएको थिएन कता बाटो ए यस्तो सफा पाइन्छ कि नि सात विषय हो घट्टी खोला हामी जाने कि तलै माथि माथि हो यताबाट गयो भने कहाँ पुग्छ घले गाउँ माथि घले भन्दा 700 बजार नि ठुलो रहेछ त है केटा बिस्तारै हिँडेछ नि त आज बिस्तारै हिँडेछ नि त के भन्छ हाइड्रो पावर यही हो हाइड्रो पावर चाहिँ यतै हो पावर यही हो पारी पारी बिजुली उत्पादन हुने त्यही हो यो ठाउँमा त बत्ती जाँदैन होला कोही पनि बत्ती खै पानी कहाँदेखि यहाँ त नि माथिबाट ल्याएको अहिले देख्छु कहाँ ल्याएको पाएरै पाएको माथि हो जाउँ नि त दामी हो मिठो त्यहाँ म थाहा छैन नि फर्स्ट टाइम हो म नि त्यही भएर तिमी दुप्चे भन्ने बित्तिकै म आया हो कि म दुप्चे आएन नि त अहिलेसम्म मेरो त फर्स्ट टाइम हो केटाहरूलाई भोक लागिसक्यो होला
पानी कहाँ ल्याएको भने थाहा पायो अब देखेँ पायो पुरै पानी नै पानी ल्याइरहेको त्यही भएर बिहान चाँडो निस्किनु पर्ने क्या हामी मन्दिरमा मान्छे एकछिन त भोक भन्थ्यो नि होइन त्यसपछि आएर यहाँ खाना खाँदिँदा सातो जान्छ होला छोडिदिएको अहिले कोही त्यो पसलमा मासु र भात दिँदाखेरि माया पुग्ने कहाँ मासु भात खान्छ अन्डा खानुहुन्छ अन्डा चाहिँ खानुहुन्छ गाईले अन्डा खान्छ जात्राको बेला भिड हुन्छ म यतापट्टि केटा उतापट्टि केटा होइन ग्याङ रे यहाँ माथिबाट ल अब चाहिँ उता अब हल्का यसो त्यस्तो छ खासै गाह्रो चाहिँ छैन रेस्ट चाहिन्छ माथि गएर फ्रेस भएर अनि जम्ला है माथि हो कार गइरहेछ अझै मुनि 4.5 किलोमिटर भन्नु त माथि कि तल माथि होइन माथि यता है माथि हो नै माथिको बाटो हो कि यही बाटो हो भने यतै हो मन्दिर त अहिले त सिँढी बना हो पहिला थिएन पहिला वाइल्ड डेडली बाटो थियो नि माथि नै त होला नि हो जस यो बाइक 2 गियरमा नि मजाले तान्छ भने यसको वेट कम छ नि त वेटको पावर चाहिँ धेरै छ क्या बाइक चाहिँ फेरि रोज कुदिसकेको यो 33,000 चान्सन कुद्यो होइन भाडामा पठाउने बाइक यतिको कन्डिसन हुनुमा धेरै हो कि यो बाइक त कता हो यतै हो कि छोड्दै मान्छे चिट काट्छन् भने या मन्दिरमा के बाइक राख्ने छ नि चिट काटिदिन्छन् कि चिट भने त त्यहाँ पार्किङ छ भन्दै नि पैसा तिर्नु आउने कि खत्तम बानी हो नि त्यो चाहिँ मन्दिरको दुप्चेश्वर भन्दै यतै राखिदिनु त अहिले घाम आउँछ त्यही नि सुरेश दाइले तलै राख्दै के हो हजुर खै त होइन लग्छौँ हामी आउनु भयो आउँदै हुनुहुन्छ खाना तिमीले चिनेर ठाउँ छ कोही पहिला कस्तो मिठो छ नभए सिधै उसमा खायो नि भोलि 7 विषयमा 7 विषय होइन के समुद्रटा
यति नै हुन्छ समुद्र टारमा कति राम्रो पाइन्छ नि त यहाँभन्दा तब बजार हो नि त त्यही उसमा त हो नि जुन हामी त्यो अघि अफरोड आयो नि त्यो गाडी भेटेको थियो नि गाडीको पछाडि भेट्थ्यो नि त्यहीँ ठिक हुन्छ नि त पानी ठुलो आयो भने त पकाउँछ होला यहाँ ठुलो आउँदैन अब चाहिँ हामी निस्किन आएको यहाँबाट छुट्टै बाटो छ सकिन्छ भन्दा बुद्धेश्वर महादेव आउनको लागि छुट्टै बाटो छ अनि यो सिँगै भयो यस्तो सफा पाइन्छ हो यहाँबाट ड्रोन सट उडाउनु चाहिँ मजा आउँछ त